म चाहिँ अब पसलतिर निस्केको छु। खाना खाइवरी अब रेडी भएर बाटोमा छु। बोल्दै बोल्दै हिँडौँ भनेर छु। सानो भ्लग बनाएको। हजुरहरूले माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। घरबाट निस्किसकेको छु अनि यसो बाटोमा हिँड्दाखेरि सानो भ्लग बनाऊँ भनेर अलिकति घरबाट पसल आउनलाई किराना पसल आउनको लागि चाहिँ 5 मिनट लाग्छ अनि कपडा पसल जान चाहिँ अलिक परै पर्छ। त्यहाँ चाहिँ हिँडेर जाँदाखेरि 15 देखि 20 मिनट लाग्छ अनि गाडीमा गयो भने त छिटो भइहाल्छ। तर म प्रायः जाँदाखेरि हिँडेरै जान्छु। यसो एक्सर्साइज पनि हुन्छ आफूलाई भनेर म चाहिँ यसो हिँडेरै निस्किन्छु अनि बिहान मर्निङमा गर्नुभन्दा यसो हिँड्यो भने पसल जानलाई वरिपरि बारमा फुल राम्रो देखिएको छ। फुलबारीहरू यो सुस्तानी फुल हो। बारमा कस्तो राम्रो देखिएको छ। अब अलिक पछाडि त कस्तो राम्रो फुल छ। यो बारमा फुलहरू कति राम्रो देखिएको छ। सुस्तानी फुल हो। कति राम्रो देख्छ यो फुल। ल आज मैले हजुरलाई यति घरबाट यता पसल आइन्जालको सानो भ्लग बनाएर हजुरलाई देखाएको छु। सबैले माया गरेर सपोर्ट गरिदिनु होला, फुलवाच गरिदिनु होला, कमेन्ट गरिदिनु होला। हस् त, धन्यवाद छ। बाई। यहाँ हाम्रो बारीमा पुतली फुल मजाले फुलिरहेको छ। दुई कलरको छ पुतली फुल। साह्रै राम्रो छ। यसो पूजा गर्नुपर्ने आयो तर बारीमा टिप्यो ल साह्रै राम्रो छ फुलहरू। पुतली फुल बाह्रैमासे फुल छ। यो साह्रै राम्रो लाग्छ। यो फुल 2 कलरको छ। सयपत्री पनि यसो छ्यास्सा रोपिरहेको छ। अब तिहारमा दाजुभाइ पूजा गर्न चाहिन्छ। अनि अर्को फुल पनि छ यहाँ। यही गमलामा फुल छ। यसो राम्रो छ यस पुतली फुलहरू। सानो मेवाको बोटो पनि रोपेको छ। यो मेवाको बोटो पनि फल्न सुर्दैछ, फुल्दैछ। यो फलेपछि यो आँपको बोटो पनि छ यहाँनिर। निकै ठुलो भइसकेको छ। यसपालि यहाँ आँप फलेन। पोहोर चाहिँ फलेको थियो। 4-5वटा फलेको थियो पोहोर चाहिँ। यसपालि चाहिँ आँप फलेन। यसपालि हामीले पनि अघि आँपको चाख्न पाइएन। यो बजारमै किन्नुपर्ने भयो। बजारे आँप खाने बानी भएपछि घरको आँप खोइ के भएको फल्दैन पनि। म्यावाले चाहिँ खुवाउँछ कि जस्तो छ। अब फुल खेल्दैछ, मजाले फुल खेल्दैछ। अनि यो पुतली फुल भयो। यो कर्कलो साह्रै राम्रो हुन्छ। यो कर्कलो चाहिँ ब्लड बढाउने काम गर्छ यसले। यसको जरा पनि गाना पनि काम दियो, पात पनि, गुबा पनि अचार बनाएर सब्जी बनाएर जसरी खाँदा पनि हुन्छ। यो गावालाई यहाँहरूको सानो सानो रोपिदिएको त्यो पनि ठुलो हुन थालेको छ। के बढ्दैछ त्यो पनि। ल आज मैले मेरै बारीको फुलहरू देखाएँ। आँपको बोट देखाएँ, पुतली फुल। ल पुतली फुल यो पनि सेतो खालको फुल। सेतो रातो फुल छ। यो रातो यहाँ हाम्रो बारीमा पुतली फुल मजाले फुलिरहेको छ। 2 कलरको छ पुतली फुल। साह्रै राम्रो छ। यसो पूजा गर्नुपर्ने आयो तर बारीमा टिप्यो ल
साह्रै राम्रो छ फुलहरू। पुतली फुल बाह्रैमासे फुल्छ यो, साह्रै राम्रो लाग्छ यो फुल। 2 कलरको छ। सयपत्री पनि यसो छ्यास्स रोपिराखेको छ। अब तिहारमा दाजुभाइ पूजा गर्न चाहिन्छ। अनि अर्को फुल पनि छ यहाँ, यही गमलामा फुल छ यसो राम्रो छ यस पुतली फुलहरू। सानो मेवाको बोटो पनि रोपेको छ। यो मेवाको बोटो पनि फल्न सुर्दैछ, फुल्दैछ। यो फलेपछि यो आँपको बोटो पनि छ यहाँनिर। निकै ठुलो भइसकेको छ। यसपालि यहाँ आँप फलेन। पोहोर चाहिँ फलेको थियो, 4-5वटा फलेको थियो पोहोर चाहिँ। यसपालि चाहिँ आँप फलेन। यसपालि हामीले पनि अघि आँपको चाख्न पाइएन, त्यो बजारमै किन्नुपर्ने भयो। बजारे आँप खाने बानी भएपछि घरको आँप खोइ के भएको, फल्दैन पनि। म्यावाले चाहिँ खुवाउँछ कि जस्तो छ। अब फुल खेल्दैछ, मजाले फुल खेल्दैछ। अनि यो पुतली फुल भयो, यो कर्कलो साह्रै राम्रो हुन्छ। यो कर्कलो चाहिँ ब्लड बढाउने काम गर्छ यसले। यसको जरा पनि काम, गाना पनि काम दियो, पात पनि, गुबा पनि अचार बनाएर, सब्जी बनाएर जसरी खाँदा पनि हुन्छ। यो गावालाई यहाँहरूको सानो सानो रोपिदिएको, त्यो पनि ठुलो हुन थालेको छ। के बढ्दैछ त्यो पनि। ल, आज मैले मेरै बारीको फुलहरू देखाएँ। आँपको बोट देखाएँ, पुतली फुल। ल, पुतली फुल।